कुन दिशामा जाने गोर्खा युवा। हामी गोर्खा युवा हौं। हाम्रो पछाडि इतिहास छ साहसले भरिएको। तर अगाडि धेरैको आँखामा प्रश्न मात्रै छ। के हाम्रो बाटो अझै पनि केवल एकै दिशामा सीमित रहने? सेना हाम्रो गौरव हो, तर संसार बदलिएको छ। आज देशले बन्दुकसँगै दिमाग, सिप र दृष्टि पनि खोजिरहेको छ। डिग्री हातमा हुँदा पनि भविष्य किन धमिलो देखिन्छ? किनकि आजको युग डिग्रीको होइन, डाइरेक्सनको हो। सिप बिना शिक्षा, नक्सा बिना यात्रा जस्तै हुन्छ। हामी अवसर खोजिरहेका छौं कि अवसर बन्ने आँट गरिरहेका छौं? डिजिटल संसार खुलेको छ। कसैले सिकाएर, कसैले सिर्जना गरेर, कसैले उद्यम गरेर आफ्नो बाटो आफै बनाइरहेका छन्। हामी हेर्ने मात्र कि अघि बढ्ने पनि? हाम्रो पहिचान कहाँ बाँधिएको छ, भूतमा कि भविष्यमा? संस्कृति हाम्रो जरा हो, तर जरा मात्रै भएर रुख अग्लो हुँदैन। ज्ञान, भाषा र नेतृत्व हाम्रो हाँगा बन्नुपर्छ। आजको गोर्खा युवाको दिशा स्पष्ट हुनुपर्छ। सिकाइ निरन्तर राख्ने दिशा, सिप र सोच बढाउने दिशा, विश्वसँग प्रतिस्पर्धा गर्ने आत्मविश्वासको दिशा, समुदायलाई साथ लिएर अघि बढ्ने दिशा। आउँदो दिनमा गोर्खा युवा डरको दिशामा होइन, दृष्टिको दिशामा हिँड्नुपर्छ। नक्कलको होइन, नवीनताको बाटो रोज्नुपर्छ। पहिचान मागेर होइन, क्षमता देखाएर बनाउनु पर्छ। हामी इतिहासका उत्तराधिकारी मात्र होइनौं, भविष्यका निर्माता पनि हौं।